हजुर सबैजनालाई टेस्टीलाई गुड मर्निङ है। आजको मेरो कन्टेन्ट्स के हुनेछ भने म चाहिँ तपाईँहरूलाई एकदम स्पेसल आजको भुटानिज डिस है। यो के पकाउँदैछु भन्दाखेरि नेपालीमा भन्नुपर्दाखेरि आलु भनिन्छ, अन्त भुटानिजमा भन्नुपर्दाखेरि ट्रान्सलेट गरेर भन्नुपर्दाखेरि केवा भनिन्छ है। अन्त यो चाहिँ म चाहिँ आज के पकाउँदैछु भन्दाखेरि केवा दाची भनिन्छ है, केवा दाची बनाउँदैछु। अन्त यतादेखि नेपाली दिन भन्नुपर्दाखेरि आलु दाची है। अन्त यो आलु र केवा त के फरक छन्, एउटै हो जस्तै हो, खास गरी अब भन्ने तरिका मात्रै बेग्लै बुझ्छ, एउटा पनि बुझ्छ। त्यसै गरेर अब कतिजनालाई याद हुँदैन यो केवा दाची आलु दाची के भने, यो चाहिँ भुटानिज डिस हो, एकदम फेभरेट हो, यो चाहिँ बेसी चल्छ। त्यसै गरेर म चाहिँ तपाईँहरूको लागि अब त आलुहरू काटेर सबै रेडी भइसकेर अन्त म चाहिँ ग्यास बालिसकेर है सबै गरिसकेर तपाईँ देख्नुहुँदैछ भिडियोमा। अन्त म चाहिँ यहाँ स्टार्ट पकाउन आँटेको अब। अन्त यो चाहिँ एकदम बस्तीको यो छुर्पी जस्तै एउटा चिज पनि मिसा के गरेको रहेछ। अन्त एकदम उसको साथीको घरदेखि पठाइदिएको अरे। यो चाहिँ अन्त कसको लागि पकाइदिएको भन्दाखेरि मैले विशेष गरी मेरो साथी मित्रता फ्रेन्डहरूको लागि हो। अन्त उसको लागि मेरो टासी उहाँ अन्त के भन्थ्यो सोनामहरूको है कर्मा तेन्जिङहरू उसको लागि खाना बनाइदिएको। यो चाहिँ मेरो 3-4जना साथी हो। खाने चाहिँ सब्जी यति हामी 3-4जनाले खान्छ है, किनभने उनीहरूले सब्जी कम्ती खान्छ, खाना चाहिँ ज्यादा खान्छ उनीहरूले चाहिँ, यिनीहरूको परम्परा लुक जस्तो हो होइन। अन्त यहाँ साथीले फेरि चटपटी बनाउँदो रहेछ। चटपटी चाहिँ एकदम खुङ लाग्यो, म एकदम टेस्ट गरिदिउँ कस्तो हुन्छ ल भने यस्तो टेस्ट गरिदिएको त एकताल। तर म बेसी पिरो खान्दिनँ, तर पनि मलाई यस्तो खाइदिएर एकताल चाहिँ टेस्ट गरेको त चटपटी त। त्यो साथीले त तल भैया जित्ने रहेछ। मैले भने नि भैया तिमी देउरालीमा चटपटीको दोकान खोल्नु नि भनेको, खोल्दैन र होला यस्तो बनाएर खान्छ। तर मलाई अचार पनि पिनिदियो साथीले, एकदम पिरो खाने भने कि अचार चाहिँ मलाई हलुक्का अर्को स्टाइलले पिनिदिएको थिएँ। मेसिन थियो तर मेसिन भयो, उसलाई मेसिनको मिठो लाग्दैन अरे। यो चाहिँ एकदम बस्ती स्टाइलले गरेको। अब यहाँ त दाउराको छैन आगो फुक्नु, तर पनि ग्यासमाथि नै टमेटो पोलेर मैले अचार यस्तो पिन्थेँ। म त अचार बेसी पिरो खान्दिनँ, तर पनि उनीहरूले बेसी पिरो खानुहुन्छ, तर पनि मैले यस्तो पुरा अचार यसरी पिन्थ्यो। धेरै टाइम लाग्यो। हरियो खोर्सानी जस्तो पिटेर प्याज यसमा के हाल्यो हो, त्यहाँदेखि फेरि एकछिनबाट हलुका यो टमेटो पनि हालेको थियो, उसिन पोलेको टमेटो। त्यहाँदेखि टमेटो हालिसकेर मेरो उता हेमादाची है स्टार्ट हुँदै थियो। यता हेर्नुहोस् हेमादाची अरे केवा दाची आलु दाची हेमादाची भने खोर्सानी सरी। अन्त यसै गरेर तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ बनिँदैछ है। अन्त यता पाक्दैछ है। अब पाकिसकेपछि म चाहिँ खानु मन पऱ्यो, मेरो चाहिँ मुखमा धेरै भन्दा पनि धेरै थुक आइसक्यो। अन्त मलाई भोक त लागेको थिएन, तर पनि साथीले कम्ती खाएर जानु पऱ्यो। मैले सबै खानाहरू हालिसकेर टक्कै यता पऱ्यो, लामो भएर अलिकति पऱ्यो। परिसकेर त्यहाँदेखि खानाको प्रयोग गरिसकेर त्यहाँदेखि म चाहिँ खाएर मैले अलिक काम थियो, उनीहरूले बिस्तारै खाने भन्यो। त्यो अचार चाहिँ एकदम मिठो थियो। आफूलाई एकदम मिठो लाग्यो। तपाईँलाई कस्तो के लाग्यो लाइक सेयर कमेन्ट गरिदिनु, लास्टमा भनिदिने है तपाईँलाई खाना खाएको मेरो स्टाइल, मेरो तरिका, मेरो बनाउने तपाईँलाई के लाग्यो कस्तो लाग्यो भनिदिनु। तपाईँले पनि घरमा बसेर बनाउन सक्नुहुन्छ। तपाईँले केवा दाची बनाउनु छ भन्ने मलाई भन्नुहुन्छ है कमेन्टमा। म तपाईँलाई कसरी बनाउनु के बनाउनु पर्ने छ म तपाईँ सोधेर भन्छु। इफ मैले जानेन भने मेरो भुटानी साथीलाई म सोधेर भन्नेछु है। त्यसै गरेर एकदम यस्तो बोइलको खायो भने एकदम राम्रो हो आफूलाई होइन। त्यसै गरेर बिमार ज्यादा बेसी हुँदैन। यसै गरेर तपाईँहरू पनि बोइलको ज्यादा खानु सिक्ने ट्राई गर्नुहोस्, एकदम मिठो हुन्छ। फर्स्टमा चाहिँ बानी पर्न साह्रो पर्छ, खाँदै गयो भने चाहिँ म जस्तो सेतो हुन्छ है स्किनहरू देख्नु भयो ल मेरो। यो बेसी यस्तो बोइल बेसी खाएर उब्बेर भित्ता जस्तो भनेको फेरि मेरो जस्तो होइन, म जस्तो त कालै छ है, म उब्बेर भित्ता होइन त्यस्तै हुन्छ लस।